यदि त्यो दिन डाक्टर प्रमोद राम स्वयं आफै नबाँचेर भाग्नु भएको भए आज हामी चाहिँ मृतक डाक्टर प्रमोद राम भनेर भन्थ्यौँ। हाम्रो डेलिगेसन गएको थियो वार्ताको लागि, त्यहाँ छिर्ने बित्तिकै तथा नाम गाली गर्न थाल्नुभयो होइन, अभद्र व्यवहार गर्न थाल्नुभयो। त्यो होइन, अब भन्नै नसक्ने शब्दहरू यहाँ चाहिँ भन्न थालेपछि चाहिँ उहाँहरूसँग फेरि वार्ता गर्न बस्न सकिन्छ? अपराध गर्नेलाई संरक्षण गर्ने होइन, अपराध गर्नेलाई चाहिँ दण्डित गर्ने हो होइन। हाम्रो माग त्यति त हो नि। हामी कसैले पनिस गर्नको लागि, हामी साधारण मान्छेलाई दुःख दिनको लागि यो आन्दोलन गरिरहेको छैन। कोही पनि डाक्टर अहिले चाहिँ काममा फर्केको छैन, यहाँदेखि लिएर काठमाडौँसम्म, मेचीदेखि महाकालीसम्म। र वार्तामा बोलाएर थुन्ने किसिमले डराइदिने, धम्काइदिने, यिनीहरूलाई तोडिदिने, यिनीहरूलाई जसरी भए पनि डेमोरलाइज गरेर यो आन्दोलनलाई तुहाइदिने, एक दिन एक मोमेन्टको लागि मात्रै भए पनि यो सबै मोमेन्टरली भन्छौँ नि, मोमेन्टहरू त्यसरी मात्रै गरेर आफ्नो चाहिँ प्रशासन बहुत सफल भयो भन्ने जुन प्रयत्न गरिराख्नु भएको छ त्यसको विरुद्धमा हो यो। मध्य प्रदेशको चाहिँ यत्रो ठुलो एउटा मात्रै केन्द्रीय अस्पताललाई चाहिँ वेल इक्विप्ड बनाउन, 500 बेडको बनाउन, यहाँ सबै प्रकारको चाहिँ तपाईँको विशेषज्ञ सेवा दिन के उहाँहरूलाई त्यो माग गर्न सक्नुहुन्न? सर्वप्रथम त म तपाईँहरू मार्फत के भन्न चाहन्छु भने हामी एकदमै क्षमा प्रार्थी छौँ यो यस्तो कठोर निर्णय लिनको लागि। तर हामीसँग कुनै पनि उपाय नछोडिदिएको हुनाले प्रशासनले, यो समाजले, यो सरकारले हामी यो अवस्थामा आइपुगेको छौँ होइन। अब त्यो साधारण कुटपिटको घटना मात्रै होइन कि हामीले आफ्नो एउटा दक्ष जनशक्ति गुमाउनु पर्ने अवस्था हुन सक्थ्यो त्यो दिन। यदि त्यो दिन डाक्टर प्रमोद राम स्वयं आफै नबाँचेर भाग्नु भएको भए आज हामी चाहिँ मृतक डाक्टर प्रमोद राम भनेर भन्थ्यौँ। त्यसको जवाब कसले दिन्छ? हामी त्यही त चाहन्छौँ, हामी त्यही त खोजिरहेछौँ। उहाँ किन घाइते हुनुभयो, मेरो डाक्टर किन घाइते हुनुभयो होइन, किन यो अराजकता ल्यायो, कसले ल्यायो, त्यसको पहिचान गर्नुहोस् न। त्यसलाई चाहिँ कठघरामा लिएर जानुहोस्, त्यसमाथि मुद्दा चलाउनुहोस्। उसले सिक्नुपर्छ, उसले बुझ्नुपर्छ अपराध गर्नेलाई संरक्षण गर्ने होइन, अपराध गर्नेलाई चाहिँ दण्डित गर्ने हो होइन। हाम्रो माग त्यति त हो नि। हामी कसैले पनिस गर्नको लागि, हामी साधारण मान्छेलाई दुःख दिनको लागि यो आन्दोलन गरिरहेको छैन। अहिलेसम्म चाहिँ हामी 68 जना, यो नारायणी अस्पतालको कुरा मात्रै हुँदैछ है, बाँकी त अब अरू अस्पतालहरूमा पनि छन् होइन। प्राइभेटको त राइनमा कुरा आउँदैन। तर कोही पनि डाक्टर अहिले चाहिँ काममा फर्केको छैन, यहाँदेखि लिएर काठमाडौँसम्म, मेचीदेखि महाकालीसम्म होइन। माग पुरा नहुने भन्ने चाहिँ कुरो हुँदैन। त्यस्तो हो भने त यो त राज्य नै छैन भन्ने कुरो बुझ्नुपर्छ। किनभने हाम्रो माग कुनै धेरै ठुलो कुरो माग त छैन। हामी कुनै चाहिँ जुपिटरमा गएर बसाइदिनु पर्ने माग त गरेका छैनौँ। राज्यको अगाडि CCTVहरू छन्, त्यसमा अराजक चाहिँ क्रियाकलापहरू छन्। त्यसलाई जति छिटो तपाईँहरूले चाहिँ आइडेन्टिफाई गरेर बिहाइन्ड द बार्स भन्छौँ नि हामी राख्नुहुन्छ, त्यसमाथि मुद्दा चलाउनुहुन्छ, त्यति छिटो खुलिहाल्छ होइन। जति बेला नै हामीले यो खबर पाउँछौँ त्यति बेलादेखि नै हामी सेवामा फेरि उपस्थित भइहाल्छौँ। मूल कारण भनेको प्रशासनको भक्षक नेचर हो होइन। अब उहाँहरूले वार्तामा बोलाउनुहुन्छ र वार्तामा बोलाएर थुन्ने किसिमले डराइदिने, धम्काइदिने, यिनीहरूलाई तोडिदिने, यिनीहरूलाई जसरी भए पनि डेमोरलाइज गरेर यो आन्दोलनलाई तुहाइदिने, एक दिन एक मोमेन्टको लागि मात्रै भए पनि यो सबै मोमेन्टरली भन्छौँ नि, मोमेन्टहरू त्यसरी मात्रै गरेर आफ्नो चाहिँ प्रशासन बहुत सफल भयो भन्ने जुन प्रयत्न गरिराख्नु भएको छ त्यसको विरुद्धमा हो यो। किन भन्दाखेरि हाम्रो त्यस्तो पाको र एक्सपिरियन्स्ड चाहिँ अध्यक्षज्यू हुँदै जो उहाँसँग हाम्रो डेलिगेसन गएको थियो वार्ताको लागि, त्यहाँ छिर्ने बित्तिकै तथा नाम गाली गर्न थाल्नुभयो होइन, अभद्र व्यवहार गर्न थाल्नुभयो। त्यो होइन, अब भन्नै नसक्ने शब्दहरू यहाँ चाहिँ भन्न थालेपछि चाहिँ उहाँहरूसँग फेरि वार्ता गर्न बस्न सकिन्छ? त्यसैले चाहिँ उहाँहरूको चाहिँ कारबाहीको माग गरिएको हो। उहाँहरूको ठाउँमा अन्य व्यक्तिसँग मात्रै वार्ता गर्ने भन्ने हाम्रो माग छ, बटम लाइन छ। तसर्थ कारबाही मात्रै हो, निलम्बन मात्रै हो उहाँहरूको। सरकारसँग हाम्रो त माग यो हुनुपर्छ। जसले समस्या बल्झाइराखेको छ, जसको चाहिँ समस्या गर्ने ऊ नै छैन, तपाईँको चाहिँ नियत नै छैन, हामी फेरि त्यसैसँग बस्ने त कुरो आउँदैन। अब यो स्थानीय व्यक्तिहरू, बिरामीहरू, नागरिक समाज, जनप्रतिनिधिदेखि लिएर प्रशासन र सरकारलाई म के भन्न चाहन्छौँ भने
हामीले डक्टरहरूलाई हेर्ने नजरिया बदल्नु पर्यो हैन। चिकित्सक दुईटैतिरबाट चाहिँ चपेटामा परेको छ। काम गर्यो भने गाह्रो, काम गरेन भने पनि गाह्रो। जुन नागरिक समाज र जुन व्यक्तिहरूले, जुन बिरामीहरूले हामीसँग यति डिमान्ड गर्छन् हैन, हामी एकदमै कम स्रोत साधनमा जति सेवा दिन सकिराखेका छौँ, सेवा दिएका छौँ, के तिनीहरूमा त्यति चेतना छैन होला नेपाल सरकारसँग माग गर्न? यो मध्य प्रदेशको चाहिँ यत्रो ठुलो एउटा मात्रै केन्द्रीय अस्पताललाई चाहिँ वेल इक्विप्ड बनाउन, 500 बेडको बनाउन, यहाँ सबै प्रकारको चाहिँ तपाईको विशेषज्ञ सेवा दिन के उहाँहरूलाई त्यो माग गर्न सक्नुहुन्न? अनि खालि डक्टरलाई मात्रै टार्गेट गर्ने? व्यवस्थापन समितिबाट अहिलेसम्म उहाँको कुनै संलग्नता मैले देखेको छैन। हामीसँग आएर कुनै कुराकानी पनि वार्ता पनि गर्नुभएको छैन। तसर्थ यसमा धेरै कुरा बोलिराख्नुपर्ने जस्तो मलाई लाग्दैन। जनताले सब बुझिरहेकै छन्।